पास हुँदैछ हाम्रो आज बोर्डिङ पास हुँदैछ र पाउँछौँ हामी चाइना टुरको जाँदैछ म करिब 18 वर्षपछि जाँदैछु ल फाइनली हामी प्लेनमा चढ्दैछौँ हाम्रो छोरोलाई टक्क चाइना घुमाउने लाग्छ ल फाइनली नेपाल एयरलाइन्समा आएको छ हामी बाबु कस्तो लागिरहेछ नेपाल एयरलाइन्स चढ्दैछ छोरो यता हेर बाबु लगेज हामी अहिले मेट्रो स्टेसनमा जाँदैछौँ गन्जौको मेट्रो स्टेसन टिकट लिँदै हो टिकट लिँदाखेरि एकदमै झ्याउनु रहेछ है अहिले हामी यो मेट्रो स्टेसनमा छौँ यो गन्जौको मेट्रो स्टेसनमा हामी अहिले अर्को स्टेसनमा आइसकेको छ कालो लिफ्ट चढिरहेछौँ है मस्तले कालो लिफ्ट यो चाहिँ युसी पार्क यस्तो छ है युसी पार्क अहिले हामी कालो चढिरहेछौँ छोरो यता ब्याग समात ब्याग पाउँछै पाउँदैन यहाँ फेरि एक क्वाइन हाल्नु पर्ने रहेछ ल ढोका खोल्यो के हो यस्तो हामी अहिले ट्याक्सी वेट गरिरहेका छौँ है ट्याक्सी बोलाइरहेछ हाम्रो छोरोले टक्क छोरोले ट्याक्सी बोलाउँदैछ यहाँ चाहिँ ट्याक्सी वेट गरिरहेछौँ ल्याङ्खुवा यो के हो रहेछ ल्याङ्खुवा सेन 6 रुपियाँ रिटर्न आयो ट्याक्सी आयो अर्को ट्याक्सी आयो म पुयाउन सेन्चिन因为他叫的就在那里结账सेन्चिन पुयाउ क्यास चल्दैन यहाँ त सबै ट्रान्सफर गर्नुपर्ने अलिपे 因为要经过平台就是他叫的你们叫的平台结账在那里付款就行了धेरै कुरा जान्दिनँ अलिअलि बुझ्छु म हामी चाहिँ अहिले ओवन स्विट चाइनाले समतिफान योनचिनख्वान ल हामी यहाँ घुम्न यस्तो नामै बिर्सेँ मैले नाम बिर्सेँ यहाँ के लेखिरहेको छ यो वन्डरफुल प्लेस रे है यो एकदमै राम्रो देखिरहेको छ ओ ल बोटिङ
नेपालमा पनि यस्तो गऱ्यो भने धेरै राम्रो हुन्थ्यो है। टक्क यस्तो सहरको बिचमा यति सफा पानी छ है। टक्क बोर्ड चलिरहेको छ। यो चाइनाको ग्वान्जोमा है यो। ल नेपाल सरकारले अहिले यस्तो राम्रो गर्यो भने धेरै पर्यटन भित्रिने थिए है हाम्रो नेपालमा पनि। यता टिकाले आयो मुखै देखेन। ल यो चाहिँ निकै राम्रो रहेछ यहाँ। जुस खाने ल अभी ये कहाँ हामी त्यहाँ अक्टोपस छ। यहाँ चाहिँ क्युआर गरिदिनु। खै गाडी नम्बर 5328। आज हामीले यहाँ पठाउ अर्डर बुक गरेका छौँ। अब गाडी आउँदैछ हाम्रो। आयो क्या बाबु त्यो सेतो गाडी हो। ल सेतो गाडी आयो जस्तो छ। यहाँ सबै प्रायः जस्तो गाडी चल्ने चाहिँ इभी नै हुँदो रहेछ यहाँ चाहिँ। काट्नु न।兒童及殘障人士做好落車準備。客箱門自動打開後，खिच्नलाई按照順序快速落車。 अब हाम्रो गरिब आइसक्यो है। कस्तो अझै क्लियर रहेनछ है मौसम। 感謝你嘅配合。 ल हामी यो माथि आयो। चस्मा त लाउनै पर्यो है के गर्ने। हेलो नि हाउ। म ठ्याक्कै 18 वर्ष पहिला यहाँ आएको थिएँ। आज फेरि यहाँ आउने मौका मिल्यो। किन्ने हो ल यहाँ पानी किन्नु। क्यास चल्छ चल्दैन फेरि सबै ठाउँ यहाँ पुरै क्युआर भन्दो रहेछ। यो हाम्रो फेफरटालको डुङ्गा जस्तै रहेछ तर फरक रहेछ। हाम्रो डुङ्गामा छाना छैन यहाँ छाना चाहिँ छ।发给10块拿呢？发给10块拿。随便拿。很好。यो चाहिँ हामीलाई बिहान भेट्न लिन आउनुभयो। टक्क उहाँको गाडी है। क्या था?我们现在去你的公司。就在那边。
नि त कुङ्सु 去买吃的。 ए माइस ओके अहिले नास्ताको लागि खा दुध पाउरोटी यसरी किनेको छ मेयोचो निपोर नेपालमा कहाँ बनाउँछ गाडीहरू 吃啊，让他吃，先吃面包包。 मेन पाउ पाउरोटी खायो बाबु 先吃。 यो चाहिँदैन यो 这样的。 यसै हो 啊， नेपाल पनि सानो सानो यस्तो छ यो 也有这样的是吧？ 这样，我这里面， लिमेन ओके 我住这里面。 हाम्रो साउजी मेरो साथी बस्ने घर यहाँभित्र नि 我晚上住这里面， ओके 住这里。 好这里面 गुड 工厂在那里，我住这里面。 公司的对，公司在这里。 ए ल राम्रो छ त नि त कुङ्स ए ल पुछिन हाम्रो साउजीको ल गेट चक्कर मोडले खोल्नु भयो ओके म आज हाम्रो 18 वर्ष पहिला भेटेको मेरो साथी र उहाँले मलाई गाना सिकाउनु भएको उहाँको अफिसमा आइरहेको छु यो उहाँको अफिस हो यो चाहिँ साङ्घाईमा छ साङ्घाई नजिकै छ म आइरहेको छु अहिले अब हामी चियापान गर्ने कार्यक्रम छ चियापान गर्दैछु ल चिया जुनको दशा चाइनिज चिया बनाउँदैछु 我们在用吗用酱，又叫酱粘 sugar， 吃的， 知道吗？不知道， 那个酸放的。 粘不知道。加鸡的， CNC 是不是？石膏的，加鸡是高的，啊，石膏的。那个很重，就是说，那个很重很重。 我们那里没有人不可以这样的。这个加鸡高强石膏很硬很硬很硬，很重很重很重。有才也弯了，一在这风不掉，挺弯的。 我的18年的老朋友，18年了。一个意思吧？这个怎么样？有那 GRC 过来是एकदम heavy छ。看到没有？这个意大利人做的。哦，意大利人做 ，OK。对。要看着啊，很重啊。 你看一下，喂，跟老外来学习一下。你也可以留着来的。你过来的。你说我们这个厂子多好。我都20年的老朋友了。如果说这样子啊，这个大灯可以吗？可以吗？再
石膏的，这个是石膏的，这个都是石膏的。它这边的营养奶奶给你分析。这个尼泊尔有是吧？这个中国的筷子用不好，只能用手。ल हाम्रो बसको चाहिँ काम 7 बजेसम्म रहेछ यहाँ खुल्ने काम गर्ने 7 बजेसम्म काम गरेर हाम्रो स्टाफहरू बाहिर निस्के ल हाम्रो यो होटलको बसाइपछि अहिले हामी तल झर्दैछौँ हाम्रो तल हाम्रो साथी लिन आउँदै हुनुहुन्छ ओहो यो त साँच्चैको रियल जस्तै छ हो आयो क्या आयो लिफ्ट अनि कुन एक तला हो डाउन स्टारवाला ल आयो हाम्रो कता हो यता कहाँ हो हामी ए यता हो क्या यता होला खै त हामीले लिन आएको तल आएछ भन्दै हुनुहुन्थ्यो त हाम्रो साथीले गाडी लिएर आयो है ल अहिले हामी यो साङ्घाई जाँदैछौँ हाम्रो साथीले साङ्घाई हामीलाई घुमाउन लैजान्छ भन्नुभएको छ उहाँले टक्कै हाम्रो कहाँ चढाइरहनु भएको छ फाइनल्ली हामी 上海最高的房子在那里，看到没有？那个，中间那个，यो साङ्घाईको मेन ठाउँ है यो हाम्रो यो न्यू रोड जस्तो ठाउँ रहेछ यो चाहिँ एकदमै मान्छे दर्शक भन्नु आयो वर्ल्ड कपको लागि यहाँ बल राखिएको रहेछ है त ड्रागन के भन्छ यसलाई ड्रागन हो यो भर्खरै रोड पार गऱ्यौँ यहाँ चाहिँ आइफोन रहेछ र यता चाहिँ सामसङको मार्केट रहेछ आइफोन सामसङ 去卫生间，里面去卫生间，好好去卫生间， OK 在楼上，卫生间在楼上。那我们的做那个
你们去 यहाँ पनि कार्नेस चाहिँ यस्तो मजाले लगाउँदो रहेछ कार्नेसले चाहिँ रोयल देखाउँछ नि त बेसी दिन लाग्यो 632 मिटर अग्लो यो साङ्घाईमा रहेको यो टावर 632 मिटर अग्लो रहेछ हामी 4 तल आइसक्यो कि 3 तल आइसक्यो है देखि कहाँ देखिन्छ त मैले कस्तो सिधा भनेको यो अग्लो चाइनाकै सबैभन्दा अग्लो बिल्डिङ टुरमा गइरहेको छौँ हामी कस्तो लागिरहेछ एसियाकै हो र सेकेन्ड हो फर्स्ट त भाइ कस्तो लागिरहेछ र केही बोलेन त在这里等我去买票。 हो होला